हाय नमस्ते, म छु तपाईसँग नेत्र प्रसाद तिमल सिन्हा। तपाईहरुले माया गर्नुभएको छ, एकदमै मन खुसी छ। भित्र मनदेखि तपाईहरु सम्पूर्ण साथीहरुलाई नमस्ते सँगै माया छ है। तपाईले यदि मेरो यो भिडियोलाई नेपालदेखि हेर्दै हुनुहुन्छ र तपाई नेपालदेखि युए आउन खोजिरहनु भएको छ यदि भने हचुवाको भरमा नआउनु होला। खाली यो हल्लै हल्लाको भरमा चाहिँ नआउनुस् है। एजेन्टले तपाईसँग पैसा लुट्न खोज्ने हो, क्लियर कुरा हैन। म्यान पावर कन्सल्टेन्सीबाट तपाईँ आउन चाहनुभयो, तपाईलाई भिजिटमा ल्याइदिन्छ, अलपत्र पारिदिन्छ। भोलि तपाईको बस्ने खाने नै ठेगान हुँदैन, तपाईले काम पाउने ठेगान हुँदैन। तपाईले कुनै पनि कुरालाई नेपालमा कम्प्लिट गर्नुस्। तपाई एजेन्टबाट आउँदै हुनुहुन्छ, तपाई म्यान पावरदेखि आउँदै हुनुहुन्छ, तपाई कन्सल्टेन्सीबाट आउँदै हुनुहुन्छ, सबै कुरा कम्प्लिट गर्नुस्। मलाई कति स्यालेरीमा काम लगाउने हो, मलाई कति दिने हो स्यालेरी, जति तपाईको मनमा उब्जिने प्रश्नहरू छन् नि, यी सबै प्रश्नलाई तपाईले नेपालमा नै क्लियर गरेर आउनु होला। हैन भने तपाई फेरि भोलि यता आउनुहुन्छ, यहाँ एजेन्टले तपाईलाई राम्रो काम लगाउन सक्दैन, तपाईले राम्रो काम पाउनु हुँदैन हैन। नेपालमा 80,000 भनेर तपाई फुरुङ्ग भएर आउनुहुन्छ राम्रोसँग नबुझेर। यहाँ एजेन्टले भनिदिन सक्छ 80,000 त टोटल स्यालेरी पो हो, 40,000 त बस्न खानको लागि हाल्छ, बस्ने 40 हो भन्दैला तपाईलाई के गर्नुहुन्छ। पुरै नेपालमा कम्प्लिट गरेर आउनुस्। र अर्को कुरा, तपाईलाई काम लगाइदिने मान्छेलाई चिया पानी दिन कहिले पनि नबिर्सिनु होला। तपाईमाथि यदि कसैले गुण लगाउँछ, तपाईमाथि काम लगाइदिन्छ, उसको पनि रोजीरोटी हो है। मलाई बिचराले दुःख गर्यो, फोन गर्यो होला, लिएर गयो, ट्रान्सपोर्टेसन सबै कुरा मलाई दुःख गर्यो र मलाई काममा लगाएको छ, मैले चाहिँ गुण बिर्सिनु हुँदैन भन्ने सोच्नु होला। मह काटिरहने मान्छेले हात चाट्न सक्छ के, त्यसलाई ठुलो विषयमा चाहिँ नलैजानु होला भन्न चाहन्छु म। सबभन्दा ठुलो कुरा भनेको तपाईँ समस्यादेखि बाहिर निस्किनु भयो, तपाईको दुःख जुन थियो नि त्यो दुःखमा चाहिँ हाँसो आयो, त्यो नै सबभन्दा ठुलो कुरा हुन्छ। यी कुराहरूलाई एकदमै बढी ध्यान दिनु होला र नेपालमा सबै कुराहरू बुझेर आउनु होला। तपाईले नेपालदेखि देखेको युएको संसार र तपाईँ यहाँ आइसके पछाडि देख्ने युएको संसार जुन छ नि, जमिन र आसमानको फरक छ। यो संसारमा धेरै फरक छ। नेपालदेखि बुर्ज खलिफाको टावर देखिन्छ, तपाईँ बाबरे कहिले गएर फोटो खिचौ भन्ने हुन्छ। यहाँ आइसके पछाडि तपाईँ बुर्ज खलिफाको टावरमा गएर फोटो खिच्न तपाईँलाई 4 महिना लाग्दिन सक्छ क्या, 5 महिना लाग्दिन सक्छ। यहाँको संसार भनेको यो संसार। थ्याङ्क यू, नमस्ते। धेरै बोलिन, धेरै बोल्दा फेरि तपाईँलाई नै झ्याउ लाग्छ।